भारतमै पनि नेपालले मिचेको भूमिको हिसाबहरू निकालेर मिथ्या सूचना सार्वजनिक भएको छ। उहाँले संसदमा दिएको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति या त पुष्ट्याइ गर्नुहोस् या फिर्ता लिनुहोस्। यो अवस्थाले स्वदेशमा मात्र होइन विदेशमा समेत नेपालको ठुलो बदनामी भएको छ। सभामुखले शक्तिको प्रयोग गर्नुभयो। यो अराजक ढङ्गबाट कुनै पनि क्रियाकलाप सभामुखलाई गर्ने छुट छैन। आज हामीले प्रधानमन्त्री आउनुहोस् र उहाँले संसदमा दिएको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति या त पुष्ट्याइ गर्नुहोस् या फिर्ता लिनुहोस्। हाम्रो प्रष्ट रूपमा दुईटा कुरा थियो। आज पनि प्रधानमन्त्री आउनु भएन। हामीले 2 घण्टा प्रधानमन्त्रीलाई प्रतीक्षा गऱ्यौँ। सिङ्गो मान्य सदस्यहरूले प्रतीक्षा गर्नुभयो, तर उहाँ आउनु भएन र सभामुखले हाउसलाई जबरजस्ती अगाडि लाने कोसिस गर्नुभयो। जबसम्म हामी प्रधानमन्त्रीको स्पष्ट जवाफ आउँदैन तबसम्म अगाडि बढ्न दिनु भन्ने हाम्रो पूर्ववत अडानलाई कायम राख्यौँ। आज यो अवस्थाले स्वदेशमा मात्र होइन विदेशमा समेत नेपालको ठुलो बदनामी भएको छ। अहिले संसारबाट नेपालको बारेमा प्रश्न खडा भएको छ। भारतमै पनि नेपालले मिचेको भूमिको हिसाबहरू निकालेर मिथ्या सूचना सार्वजनिक भएको छ। बेलायतले हामी नेपाल र भारतको यो सम्बन्धमा हाम्रो संलग्नता रहँदैन अथवा यसमा हामी सामेल हुँदैनौँ भनेर प्रष्ट रूपबाट आफ्नो प्रतिक्रिया जनाइसकेको छ। देशको प्रधानमन्त्री बेलायतसँग संवाद भइरहेको छ र अब हामी त्यहाँबाट समेत प्रमाण झिकाएर यो विषयमा बेलायतलाई समेत छलफलमा सामेल गराउँछौँ भनेर गैर जिम्मेवारपूर्ण जुन अभिव्यक्ति दिनुभएको छ त्यसले थप नेपाललाई गम्भीर बनाएको छ। हामी यो सबै कुराहरूबाट नेपाललाई बचाउन चाहन्छौँ। नेपालको भू अखण्डता, सार्वभौमिकता र यसको सिमानाको सुरक्षा जो हामीले गर्नुपर्ने छ, यो विवादरहित नेपालको भूमि जुन छ यो भूमिको हामी रक्षा गर्न चाहन्छौँ र प्रधानमन्त्रीबाट त्यो पुष्टाइ गराउन चाहन्छौँ। हाम्रो यो स्पष्ट माग हो र हामीले जहिलेसम्म प्रधानमन्त्रीले आएर हाउसमा आफ्नो कुरा राख्नुहुन्न, अर्थात् या त उहाँले मिचेको नेपालले मिचेको भूमिको विवरण प्रस्तुत गर्नुपर्छ, हामी त्यसमा छलफल गर्न चाहन्छौँ। होइन भने गलत सूचना दिएर देशलाई भ्रमित पार्नु हुँदैन, देशको अस्मितालाई यसमा प्रश्न उठाउन दिनु हुँदैन। त्यस अर्थमा नेकपा एमाले दृढतापूर्वक यो प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छ। सभामुखले जसरी शक्तिको प्रयोग गर्नुभयो, लोकतन्त्रमा शक्तिको भूमिका हुँदैन। त्यहाँ त छलफलको, त्यहाँ त संवादको, त्यहाँ त निकास हुन्छ। त्यसबाट आज सभामुखले प्रतिनिधि सभाको नियमावली पारित गर्ने सन्दर्भमा जसरी जबरन विषयलाई अगाडि सार्नुभयो र प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति फिर्ता ल्याउनुपर्छ, फिर्ता गर्नुपर्छ भन्ने विषयमा हाम्रो जो विमति रह्यो, यो विमतिलाई उहाँले सच्याउनुपर्छ। यो अराजक ढङ्गबाट कुनै पनि क्रियाकलाप सभामुखलाई गर्ने छुट छैन। उहाँले छानबिन गर्नुहोस्, उहाँले छलफल गराउनुहोस्। उहाँ स्वयं आफै सभामुखको कुर्सीबाट गलत सूचना दिइरहनु भएको छ, तपाईँहरू सबैले सुन्नुभयो होला। उहाँले प्रष्ट रूपमा प्रतिनिधि सभा नियमावलीको 56(5) को जुन व्यवस्था छ त्यो व्यवस्था छैन भनेर उहाँले मान्य 15 जना मान्य सदस्यले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्थै छैन। 3 दिन अगाडि प्रतिनिधि सभाका सदस्यहरूलाई प्रधानमन्त्रीलाई प्रश्न सोध्नको लागि समय दिने व्यवस्थै छैन भनेर उहाँले झुट कुरा बोल्नु भएको छ। यी झुट कुरा उहाँले सच्याउनुपर्छ अनि गलत कुरालाई अगाडि बढ्न दिनु हुँदैन। चलन त्यसै चल्दैन, चलाएपछि चल्छ। लोकतन्त्रमा संवाद, सहकार्य,
छलफल र निष्कर्ष नै आजको आवश्यकता हो। त्यहाँभन्दा अर्को ढङ्गले सभामुखले जान खोज्नुभयो भने दुर्घटना सिवाय के हुन्छ।